त्यो न्यायालयमै असफल छ, त्यसले कसरी राजनीति सफल बनाउन सक्छ? यस्तो पनि न्यायाधीश हो। अब हामीले सिस्टम चाहिँ वेस्ट मिनिस्टरियल ल्यायौँ, तर हाम्रो आचरण चाहिँ इस्ट मिनिस्टरियल रहेछ भन्छ नि। मुखमा राम्रा बगलीमा छुरा भन्छ नि। यो सही चाहिँ होइन, तर यो अर्काको पैसा खाने चाहिँ यति अनैतिक र हराम हुँदो रहेछ, त्यसलाई मार्नुको विकल्पै रहँदो रहेछ क्या। मेरो पनि अनुभव त्यो छ। तिनीहरू दण्डित हुनै पर्छ, समाजले गर्छ, कानुनले गर्छ। तपाईँलाई मैले सहयोग गर्ने अनि तपाईँले मलाई पीडा दिने त्यस्तो पनि हुन्छ? त मन्त्री भइस भयो, त राजदूत भइस भयो, त्यस्तो हुन्छ त? यिनीहरूबाट पनि तपाईँ के आशा नगर्नु। एज ए होलमा चाहिँ यो सरकारको समस्या भनेको अपरिपक्वता र शैलीको समस्या देखिएको छ। मैले चाहिँ 5 वटा आधार भनेको छु नियुक्तिका नेपालमा। पहिला नाता, दोस्रो पैसा, तेस्रो बेविचार, चौथो बाह्य इसारा। कुनै 5औं कारणले कसैको पनि नियुक्ति भएको छ भने त्यो नियुक्ति भएको व्यक्ति को हो त्योसँग म सार्वजनिक बहस गर्न तयार छु। मेरो यो नियुक्ति बारेको बुझाइ हो। अब यहाँ 1 नम्बर नै आकर्षित भयो नाता। ये तो साला होना ही था भन्छ नि हिन्दी सिनेमामा। नयाँ केही पनि छैन। अब प्रधानमन्त्रीले आफू प्रधान न्यायाधीश हुँदाको एउटा सुब्बालाई ल्याएर प्रमुख स्वकीय सचिव बनाउनु भएको भन्ने सुनिन्थ्यो होइन। अब यो पनि मैले देख्दा आश्चर्य हो, तर ठिक छ, उहाँले पुरानै कलिग्सबाट आफ्नो सहयोगी ल्याउन चाहनुभयो, ठिकै छ। त्यसपछि उहाँले यदि यो सत्य हो भने आफ्नो स्वास्नीलाई आफूभन्दा मुनि राख्नुभयो। दलहरूले सिकाएको पनि यही हो, अरूहरूले सिकाएको पनि यही हो। यसमा नयाँ कुरा के छ? त्यही त प्रधानमन्त्रीको सचिवालयले भन्छ आदर्श श्रेष्ठ भन्ने व्यक्ति विश्वासिलो र रात दिन खटेर काम गर्ने व्यक्ति त्यसो भन्दैछ। त्यही आदर्श श्रेष्ठले आफ्नो श्रीमती सङ्गीता श्रेष्ठलाई सहसचिव स्तरको सुविधा पाउने गरी प्रधानमन्त्रीको सचिवालयमा नियुक्त गर्नुभएको छ। यो त जेनजीको आन्दोलनमा बनेको सरकार, भ्रष्टाचार कुरीति विसङ्गतिको विरुद्धमा त जगमा बनेको अन्तरिम सरकार हो नि डाक्टर साहब। यस्तो गर्न मिल्थ्यो होइन? अब यो त मोरल कुरा हो, मिल्थ्यो कि मिल्दैन थियो भन्ने मोरल हो होइन। अब यो जुन सिस्टम छ मैले भनेको छु, यसलाई वेस्ट मिनिस्टरियल जो सिस्टम हो हाम्रो, अब अहिले त त्यो पनि विद्रोहबाट आएको छ। यो कुन सिस्टम हो भन्ने पनि थाहा छैन, सिद्धो कुरा। तैपनि उहाँहरूले चाहिँ 72 को संविधान अन्तर्गत भन्नुभएको छ। त्यो हिसाबले यो वेस्ट मिनिस्टरियल सिस्टम अन्तर्गतकै भयो। यो चाहिँ मोरल र इथिक्सबाट चल्छ। अब तपाईँले यो स्वकीय सचिवको कुरा गर्नुभयो, त्यो महान्यायाधिवक्ता पनि हिजो मैले सुनिरहेको थिएँ होइन। उहाँले चाहिँ यो डिम्ब तस्करीमा आफ्नो के दिदीको छोरी भनेको छ, उनीसँगै मिलेर एउटा हस्पिटल खोलेको के सविता भण्डारीको विषय, त्यसलाई लिएर उहाँले यो नबुझिकन म माथि गरेको टिप्पणी हो भनिरहनु भएको छ। उहाँले समाजले यो चाहिँ यो अनैतिक गर्नुभएको छ, जिम्मेवारी लिनुपर्छ, उहाँले राजीनामा दिनुपर्छ भनेको थियो समाजले। उहाँ त उल्टो समाजलाई नै जिम्मेवारी लिनुपर्छ नबुझिकन बोल्यो भने जस्तो कुरा हो। अब यो पनि नबुझिकन लेखेको कुरा हो कि फेरि? यहाँ त आखिरी भर गर्न लायक त कोही पनि छैन। अब आजै पनि पत्रिकाको ब्यानर न्युज छ यो बारेमा, उनीहरूलाई मतलबै छैन। वेस्ट मिनिस्टरमा चाहिँ के हुन्छ भने प्रश्न उठ्ने बित्तिकै जवाफदेहिता लिनुपर्ने हुन्छ। यो चाहिँ अनर्गल भनेको भने वक्ताले जिम्मेवारी लिनु पर्यो। वास्तविक हो भनेदेखि जो माथि औँला उठेको छ उसले जवाफदेहिता लिनु पर्यो। वेस्ट मिनिस्टरियल भनेको चाहिँ त्यो हो। अब यहाँ त्यो चलनै छैन। त्यही त डाक्टर साहब, अब मन्त्रीमाथि नै प्रश्न उठेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालमाथि चाहिँ आफ्ना काकालाई सशस्त्रमा चाहिँ भर्ती गराउनको लागि दरबन्दी थपेको विषय आएको छ। कुलमानी घिसिङको भ्रष्टाचारको विषय आएको छ। अर्थमन्त्री रामेश्वर खनालको त्यो एउटा चाहिँ समझदारी पत्रमा चाहिँ हस्ताक्षर गरेको कमिसनको लागि भन्ने कुरा आएको छ। अन्तरिम सरकारका मन्त्रीमाथि, स्वकीय सचिवमाथि यस्ता प्रश्नहरू उठिरहेका छन्। यसलाई सरकारले जवाफ दिनु पर्दैन? अब अघि मैले भनिहालेँ, यो मोरल र इथिक्स कुरा हो। मोरल र इथिक्स चाहिँ बाध्यकारी हुँदैन, त्यसलाई चाहिँ आत्माद्वारा निर्देशित गराउनु पर्ने हुन्छ। आत्माले नै भन्नु पर्यो, आत्मा बोल्नु पर्ने हुन्छ। अब यहाँका मान्छेसँग आत्मै मरिसकेको छ। यिनीहरू मृत मान्छे हुन् होइन। जागिर खाँदा 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 पेन्सन होल्डर भइसकेपछि मन्त्री प्रधानमन्त्री हुने पनि कुनै देश हुन्छ? त्यसमा पनि कुनै मोरल इथिक्स हुन्छ? त्यसैको विरुद्धमा जेनजी विद्रोह हामीले बुझेको। अब उनीहरूले नै बाटो बिराइहाले। अब हामी यहाँ मैले पहिला नि भनेको थिएँ नि, बिपीले भनेको थिएँ पञ्चायत भनेको चाहिँ मरेको घोडा हो भनेर। त्यो मरेको घोडामाथि चाबुक हानेर के हुन्छ भन्थे कि अब यिनीहरू त मरेको घोडा जस्तै हुन्, यिनीहरूमाथि चाबुक हानेर के हुन्छ? मोरल इथिक्स छैन।
केही भने पनि लाग्दैन। अब फेरि समाज कस्तो छ, अब आफूलाई मन परेको भयो भनेदेखि 7 खुन गरे पनि सुनेको नसुने गर्छ, मन नपरेको भए च्यानबाट पनि खोतलेर निकाल्छ। अर्को आजभोलि त के भएको छ भने फेरि ठ्याक्कै जाति आधारमा ध्रुवीकरण हुन्छ। बल्ल बल्ल हाम्रो एउटा जनजातिको मन्त्री भएको, बल्ल बल्ल हाम्रो एउटा महिला मन्त्री भएको, महिला प्रधानमन्त्री भएको, बल्ल बल्ल एउटा एकल महिलालाई चाहिँ महान्यायाधिवक्ता बनाएको, यिनीहरू जम्मै लागेर धुरिएर नसकेको भनिदिन्छ। अब गर्ने कसो? त्यस कारण यो मोरल र इथिक्सको कुरा हो। मोरल र इथिक्स बाध्यकारी हुँदैन, यो फिल गर्ने कुरा हो। अन्तस्करणको आत्माले, जस्तो त्यति बेला के भयो भने गिरिजाले चाहिँ अन्तर्घात गरेर यो काठमाडौँ क्षेत्र 1बाट कृष्णप्रसाद भट्टराईलाई चाहिँ प्रतिनिधि सभामा हराइदिए। किनभने दुईटै निर्वाचित भएर आए भने को प्रधानमन्त्री हुने संसदीय दलमा उनीहरूको बिचमा प्रतिस्पर्धा हुन्थ्यो। त्यस कारणले गिरिजाले सोचे नरहे बाँस नबजे बाँसुरी, तलै हराइयो भने त सिद्धिहाल्यो भनेर आफ्नै काङ्ग्रेसहरूलाई मतो मिलाएर अन्तर्घातद्वारा उनलाई हराइदिए। प्रश्न उठ्यो, गिरिजाले अन्तर्घात गर्यो यस्तो भन्ने कुरा भयो। एउटा बिबिसीको अन्तर्वार्ता म अहिले पनि सम्झिरहेको छु। त्यति बेला म बिबिसी पनि सुन्थेँ होइन। पछिबाट बिबिसी चाहिँ हाम्रो गुखापत्र जस्तै रहेछ भन्ने थाहा भएपछि अहिले त 25, 27, 28 वर्ष भयो होला, म त्यो सुन्दिनँ। अनि त्यहाँ चाहिँ एउटा प्रश्न सोध्यो बिबिसीले, यो अन्तर्घातीहरूलाई तपाईँ चाहिँ, अब अन्तर्घात भएको कुरा त प्रष्ट भयो होइन, अन्तर्घातीहरूलाई चाहिँ तपाईँ के सजाय दिन चाहनुहुन्छ किसुनजी भन्दा, अब किसुनजी त एउटा आत्मिक खालको, एउटा आध्यात्मिक किसिमको मान्छे, सन्त टाइपको मान्छे होइन। उहाँले भन्नुभयो यो उहाँहरूले गर्नुभएको यो अपराधलाई म मनमा साँचेर माफी दिन्छु भन्नुभयो। अब माफी पनि दिनुभयो तर मनमा पनि साच्नुभयो, त्यो बिर्सिने कुरा थिएन नि। तर उहाँले त्यसलाई म मनमा चाहिँ साँचिराख्छु, माफी दिन्छु। मनमा साँचिराख्छु भनेको मतलब परोक्ष रूपमा तिमीहरू दण्डित हुन्छौ, तिमीहरूलाई म श्राप दिन्छु भने हो। तिमीहरू पार्टीभित्र पनि अन्तर्घात गर्ने, तिमीहरूको कहिल्यै भलो नहोस्, कहिल्यै कल्याण नहोस्। तर सन्त नेता भएको हुनाले तिमीहरूलाई म अहिले साधारण मान्छेले तँलाई म छोड्दिनँ, देखाइदिन्छु तँलाई म, भन्छन् नि साधारण मान्छेको त्यो हुन्छ। असाधारण मान्छेले चाहिँ त्यो कुरालाई बाहिर व्यक्त गर्दैन, भित्र मनमा साँचिरहेको छ। अब अहिले तपाईँ देखिरहनुहुन्छ, आज पनि मैले सोसियल मिडियाको हेडिङ देखिरहेको थिएँ। हजुर, कुन चाहिँ एउटा ठुलै काङ्ग्रेसले चाहिँ युनिभर्सिटी कि प्राडाले चाहिँ यसरी गुम्सेर बस्नुभन्दा काङ्ग्रेस विभाजनमा जानु राम्रो हुन्छ भनिरहेछ होइन। अब मैले पनि तपाईँहरूसँगै भनेको थिएँ काङ्ग्रेसको विभाजन अवश्यम्भावी छ, किनभने पार्टीहरू फुट्नुहुन्न भन्ने मेरो दृष्टिकोण छ पार्टीका प्रति। तर पार्टीमा जुटको कुरै छैन, हरेक पार्टीमा विभाजन छ। अब काङ्ग्रेसमा कस्तो हुन्छ होला त भन्दा काङ्ग्रेसको विभाजन पनि अवश्यम्भावी छ, म यो भन्छु। त यस्तो खालको चाहिँ प्रश्न आउँछ यहाँ। त्यस कारणले मोरल र इथिक्सबाट चाहिँ यी कुराहरू नियमित हुन्छन् वेस्टमिनिस्टरियल सिस्टममा। अब हामीले सिस्टम चाहिँ वेस्टमिनिस्टरियल ल्यायौँ, तर हाम्रो आचरण चाहिँ इस्ट मिनिस्टरियल रहेछ भन्छु नि म। इस्ट मिनिस्टरियल भनेको के हो? मनमा एउटा कुरा, मुखमा मुखमा राम्रा बगलीमा छुरा भन्छ नि। यो चाहिँ आडम्बरी, ठगी, ढाँट्ने, छल्ने। तपाईँ देख्नु भएन त्यो यो पुरानो नयाँ बस पार्कमा 500 रुपियाँमा 500 रुपियाँको लेनदेनमा एउटाको ज्यान गएछ। अब त्यो मैले पहिला पनि भनेको छु, यो सही चाहिँ होइन। तर यो अर्काको पैसा खाने चाहिँ यति अनैतिक र हराम हुँदो रहेछ, त्यसलाई मार्नुको विकल्पै रहँदो रहेछ क्या। मेरो पनि अनुभव त्यो छ। मेरो पनि 4-5 जनासँग यस्तो कारोबार भएको छ, कहिले पनि त्यो वचन उनीहरूले परिपालन गरेन। मेरो विचारमा उनीहरू पनि दण्डनीय छ। अब म यहाँ उसले त मारि नै हाल्यो, साधारण तरिकाले सोच्ने भए म पनि यिनीहरूलाई मार्नुपर्छ भन्ने थिएँ होला। तर मेरो त्यो लेभल नभएको हुनाले म यति मात्रै भन्न सक्छु कि तिनीहरू दण्डनीय छन्। तिनीहरू दण्डित हुनैपर्छ। समाजले गर्छ, कानुनले गर्छ, उनीहरूको जीवनको भोगाइले गर्छ, केले गर्छ म भन्न सक्दिनँ। तर उनीहरू, तपाईँलाई मैले सहयोग गर्ने अनि तपाईँले मलाई पीडा दिने त्यस्तो पनि हुन्छ। 10 दुनियाँ गरेर ऊ बैगुनी केटो भने नि केपी ओलीले चाहिँ योगेश भट्टराईलाई, त्यो आफैमा सही त थिएन।
केटो मैले तँलाई भर्ती गर्ने, तँलाई मैले मन्त्री बनाइदिएँ, त्यो कुरा होइन। योग्यताको आधारमा मन्त्री हुन लायक हो भने मन्त्री बनाउने हो, लायक होइन भनेदेखि क्रममा बस्ने हो। यो हो सिस्टम। तर यो छ त तँ मन्त्री भइस् भयो, तँ राजदूत भइस् भयो, त्यस्तो हुन्छ त? तर हाम्रो अभ्यास यही छ। यसलाई मैले इस्ट मिनिस्टरियल भनेको छु। यो अभ्यासबाट हुर्केका मान्छेबाट चाहिँ तपाईँ केही पनि आशा नगर्नुहोस्। त्यही कुरा अहिले यहाँ भइरहेछ। यिनीहरूबाट पनि तपाईँ केही आशा नगर्नुहोस्। सुशीला कार्कीबाट तपाईँले केही कुरा आशा गर्नुभएको छ भने तपाईँ त्यो आशा आजै माया मार्नुहोस्, हुँदैन केही पनि त्यहाँबाट। तर पहिला त धेरै आशा गरिएको थियो नि डाक्टर साहब सुशीला कार्कीबाट, हकी स्वभावको महिला, कानुन संविधान बुझेको त्यस्तो प्रधानमन्त्री पायौँ, अभिभावक एउटा आमा पायो राज्यले। अब सुशीला कार्की प्रधानमन्त्री भएपछि सबै कुरा राम्रो हुन्छ, भ्रष्टाचारलाई पनि ठेगान लगाउन सकिन्छ भन्ने सुशीला कार्कीले गर्नुहुन्छ होला भन्ने अपेक्षा थियो नि त, त्यो किन भएन? अब त्यो अपेक्षा अघि भने नि मैले, त्यो अपेक्षा गलत थियो। तपाईँबाट मैले एउटा कुरा अपेक्षा गरेँ भने तपाईँको लेभलबाट मात्रै मैले अपेक्षा गर्नु पर्यो नि त। तपाईँको लेभलभन्दा उठेर मैले अपेक्षा गरेँ भने त निराश मात्रै हुन्छ यहाँ त। ठ्याक्क तपाईँको लेभल के हो मैले त्यो बुझ्नुपर्छ। त्यो मसँग कुरा गर्दा पनि मेरो जे लेभल हो तपाईँ त्यसरी कुरा गर्नु पनि त्यो राम्रो हुन्छ। मैले सुशीला कार्कीको लेभलभन्दा बढी अपेक्षा भएको त्यसो भए होइन। सुशीला कार्कीको अघि मैले भनिहालेँ, उहाँको क्षेत्र चाहिँ कानुन हो र उहाँ राजनीतिबाट आउनु भएको छ, एउटा पार्टीबाट डेभलप भएको हुनुहुन्छ। अर्को पार्टीले उहाँलाई न्यायाधीश हुँदै प्रधान न्यायाधीशसम्म बनाएको छ। यस्तो विरोधाभास छ नि त उहाँभित्र। र त्यतिखेर बिपी कोइरालादेखि जिपी कोइरालासम्म सुशीला कार्कीसँग निराश हुनुहुन्छ। तपाईँले त्यो पढ्नु नै भएको छैन। सुशीला कार्कीको न्याय किताबमै लेखिएको छ कि उहाँलाई कसरी बिपीले दण्डित गर्नुभएको। पछिबाट चाहिँ उहाँलाई न्यायाधीश बनाउने कुरा आयो। गिरिजा बाबुले तिमीले सुशीलालाई चिनेको छैन, रुवाउँछै अनि थाहा पाउँछौ भनेको थिए अरे। तर माओवादीले दपेटा दियो यताबाट, न्यायाधीश नबनाइकै गर्न भएन, न्यायाधीश बनाइयो। अब फल आज समाजले भोग्दैछ। यति हो उहाँको सिनारियो चाहिँ। तर म उहाँलाई केही पनि भन्दिनँ। उहाँलाई जसले मन्त्री बनायो, मन्त्री बनाउँदा रोडम्याप सहित बनाउनु पर्छ नि त। आमा काखमा फलानो भन्ने अपेक्षाबाट उहाँलाई प्रधानमन्त्री बनाइयो। प्रधानमन्त्री भने त कार्यकारी पद हो, त्यहाँ नातागोताले कामै गर्दैन। त्यो आमाको स्नेह त्यहाँबाट फाँसी दिनुपर्ने हुन्छ, दण्डित गर्नुपर्ने हुन्छ। त्यो आमाको स्नेह त्यहाँबाट प्राप्ति नै सम्भवै छैन। त्यो सम्भव नभएपछि उनीहरू तत्काल आमा र देवत्वकरण गर्नेहरू अब राक्षसीकरण गर्दै उनको राजीनामाको माग गर्न थाले। त्यसकारण यो अपेक्षा नै गलत थियो। बिना यहाँ चाहिँ के भएको छ ठ्याक्कै भने बिना रोड म्याप उहाँलाई त्यहाँ प्रधानमन्त्री अपेक्षा प्रायोजित पनि हो कि अब, किनभने अघिल्लो दिन ल्याइयो, उफारियो, गाली गर्न लगाइयो, इन्डियन पत्रिकाहरूले सारा गरे इत्यादि भन्ने पनि म सुन्छु। अब त्यो प्रायोजित रूपमा ल्याइयो। दुर्गा प्रसाईको भिडियोको कुरा पनि छ डाक्टर साहब। दुर्गा प्रसाईको भिडियो अनुसार त ओम प्रकाश अर्याल, सुशीला कार्की एउटा बन्द कोठाभित्र बसेर जलिरहेको देश जलिरहेको दृश्य हेरेको, नेताहरूलाई सेनाले उद्धार गर्दाखेरिमा किन उद्धार गरेको भनेर सुशीला कार्कीले भनेको भिडियो आवाजहरू पनि अहिले त्यसको जवाब चाहियो भनेर एमाले अध्यक्ष भन्दै हुनुहुन्छ। एमाले अध्यक्ष कि दुर्गा त्यो त एमाले अध्यक्षले कोड गरेको दुर्गा प्रसाईको भिडियो अनुसार। त्यसो भने त्यही सुशीला कार्कीद्वारा गठित जाँचबुझ आयोगले चाहिँ यो बारेमा सेनासँग जाँचबुझ गर्न किन चाहेको त? त्यसो भने उनीहरूले त योजनामा गरेको रहेछ त। अनि फेरि त्यही सेनालाई किन प्रश्न उठाएको त फेरि त्यसले? तपाईँ यहीँबाट बुझ्नुहोस् यिनीहरू के गर्न खोज्दैछन् भनेर। उनीहरू संयुक्त रूपमा यो हरकत गर्छन्। अनि उनीहरूले नै गठन गरेको न्यायिक आयोगले चाहिँ सेनासँग नै राय धारणा बुझ्ने, बयान लिने कुरा गर्छ भने विरोधाभास त त्यहीँबाट भइहाल्यो नि त। उनीहरूले मिलेर गराएर छ नि त। यो उनीहरूले मिलेर गरेको। तपाईँहरू मैले मिलेर एउटा काम गऱ्यौँ, त्यसपछि चाहिँ एकअर्कालाई सोधपुछ गर्नुको के अर्थ हुन्छ? तपाईँहरू मैले त मिलेर गराएको छ यो काम त। डाक्टर साहब, सेनालाई किन गिजोल्ने काम गरियो? अगाडि माओवादी अध्यक्षले सेनालाई गिजोल्ने काम गर्नुभयो, त्यस्तो अवस्था भयो। अहिले जेनजी आन्दोलनमा सेनामाथि धेरै प्रश्न उठिराखेको छ। अहिले सेनाको विषय के आएको छ भने
नेपाली सेना जाँचबुझ आयोगसँग व्यापक असन्तुष्ट भएको विषय र आयोगले मागेको पत्र कुनै पनि नदिने भनेर सेना अगाडि बढेको अवस्था छ। यसले कहाँ पुरा होला? सेना अलिकति बढी गिजोलिएको विवादित भएको केही प्रश्न उठेको विषय आयो नि अहिले त। त्यो अर्को पाटो भयो। एउटा महत्त्वपूर्ण पाटो चाहिँ के पनि छ भनेदेखि केपी ओलीले पनि म यसलाई बयान दिन्न भनेको छ। निवर्तमान प्रधानमन्त्रीले पनि यसलाई बयान दिन्न, सेनाले पनि यसलाई बयान दिन्न भनेपछि आयोग विघटित गरिदियो। यसबाट उनीहरू अपरिपक्व भन्ने देखिन्छ। राजनीति त परिपक्व तरिकाले चलाउनु पर्यो। अब नेपाली सेना चाहिँ किन असन्तुष्ट भयो डाक्टर साहब? सेनाले किन चाहिँ जाँचबुझ आयोगसँग व्यापक असन्तुष्ट र आयोगले मागेको कुनै पनि पत्र नदिने भन्ने कुरामा सेना पुगिसकेको छ? अब त्यो मैले देख्दाखेरि अब त्यति मिल्ने कुरा छैन त्यो, किनभने सेना पनि त राज्य अन्तर्गतकै होला नि त। यो अपरिपक्वताको कारणले यस्तो भएको छ। उनीहरूले आन्तरिक परिपत्रद्वारा पनि अथवा पहिला सहमतिबाट पनि यो गरिदिएको भए मलाई लाग्छ व्यवस्थित हुन्थ्यो होला। अब अपरिपक्वताले गर्दा उनीहरूले यो कुरालाई चाहिँ प्रोपगेन्डामा ल्याए। अब प्रोपगेन्डामा ल्याएपछि चाहिँ प्रेस्टिज इस्यु भयो। अब सेना दिन्न भन्नेमा गयो, आयोगले चाहिँ लिन्छु भन्नेमा गयो भने त द्वन्द्व हुने भयो। त्यहाँ त प्रतिष्ठाको विषय भयो। त्यसले गर्दा यो अपरिपक्वताबाट यस्तो भइरहेछ। डाक्टर साहब, सेनाको भूमिका चाहिँ के हो? जनजी आन्दोलनमा सेनाको भूमिका, सेनाले गरेको पत्रकार सम्मेलन, दिएको जवाफलाई कसरी हेर्नु भएको छ? त्यो त सेनाको एउटा विज्ञप्ति नै आयो नि त, होइन? जसरी प्रधानमन्त्रीको चाहिँ प्रथम वक्तव्य आयो, त्यसले चाहिँ जेनजीका मागहरू मलाई मेरो विषयवस्तु होइन भने जस्तो छ उहाँको प्रधानमन्त्रीको। जुन जेनजीले आफूलाई प्रधानमन्त्री बनायो त्यो जेनजीले उठाएको माग मेरो विषयवस्तु होइन भनेपछि यो प्रधानमन्त्रीको र यो सरकारको औचित्य के रह्यो? यो त जेनजीको रोडम्यापका लागि आएको छ। जेनजीले त्यो रोडम्याप नदिनु उसको कमजोरी भयो, त्यो उसको लागि आत्मघाती हुन्छ। त्यो मैले डे 1 मै भनेको थिएँ। अब अहिले सेनाले पनि सेनाको तर्फबाट एउटा विज्ञप्ति नै जारी गरेको छ र यो सबै दोषारोपण चाहिँ उनले विद्रोहीहरूको टाउकामा हालिदिएको छ र थप क्षति हुन नदिनको लागि हामीले चाहिँ हस्तक्षेप नगरेको, जति तोडफोड र आगजनी इत्यादि भयो। जस्तो मलाई एउटा साथीले हिजो भनिरहेको थियो, भाटबटेनी र हिल्टन होटलसँग जोडिएरै 5000 को नेपाल प्रहरी तैनात छ, तर उसको नाकमा चाहिँ हिल्टन जल्छ, भाटबटेनी जल्छ। त्यसो भने राज्य संयन्त्रको औचित्य के भयो त? अब 1000 सेना त्यहाँभित्र छ अनि देशको न्यायालय र कार्यपालिका जल्छ। त्यो सेनाले त्यो थाहै पाउँदैन किन उसले त्यसको रक्षा नगरेको भन्छ निवर्तमान सरकारको चाहिँ प्रवक्ता। अब हामी त यस्तोमा बोल्न पनि असमर्थ छौँ, किनभने प्रश्न उठ्ला। तपाईँ देखिरहनु भएको छ दुर्गा प्रसाईको के हाल भयो। त्यसले गर्दाखेरि यो हाम्रो लागि एउटा विडम्बनाको रूपमा आएको छ। मैले अघिल्ला अन्तर्वार्ताहरूमा पनि भनेको छु, नेपालको इतिहासकै सबभन्दा डरलाग्दो र एउटा फ्रेजाइल स्टेज हो यो। यहाँसम्म पनि हामीले देख्नु पर्यो। सेनाको भूमिकामाथि प्रश्न गर्ने अथवा आयोगको भूमिकामाथि प्रश्न गर्ने? अब यो दुवैको भूमिकामाथि प्रश्न गर्नुको मैले त त्यस्तो अर्थ केही पनि छैन। यो हाम्रो नियति हो, यसलाई हामीले झेल्नुपर्छ। किनभने नेपाली सेना त अहिलेसम्म कुनै विवादमा कहिलेकाहीँ आउने गरेको छ, तर त्यस्तो ठोस चाहिँ तथ्य थिएन। जनजी आन्दोलनपछि नेपाली सेनासँग विभिन्न प्रश्नहरू, शङ्काहरू उब्जिएको अवस्था देखिन्छ। डाक्टर साहब, अब नेपाली सेना जाँचबुझ आयोगसँग असन्तुष्ट हुनुपर्ने कारण के? आयोगले मागेको पत्र कुनै पनि सेनाले दिन नमान्ने यस पछाडिको कारण के भन्नेमा त प्रश्न उठ्यो, शङ्का जन्मियो नि। अनि यो अपरिपक्वताको बाइ प्रोडक्ट मैले अघि भनिहालेँ नि त। यो बहसमा आउने विषय नै होइन यो। अब अझ यो पनि काल्पनिक विवाद मात्रै, कहिलेकाहीँ त्यस्तो पनि हुन्छ। जस्तो महान्यायाधिवक्ताले जुन विषय आयो त्यो चाहिँ
कुरै नबुझिकन चलाएको हल्ला हो भनिरहेछ। अब यो प्रधानमन्त्रीको स्वकीय सचिवको कुरा पनि फेरि त्यही हुन जाला, अरू कुराहरू पनि त्यस्तै हुन जाला। एज ए होलमा चाहिँ यो सरकारको समस्या भनेको अपरिपक्वता र शैलीको समस्या देखिएको छ र उनीहरू चाहिँ बदलाको भावनाबाट अभिप्रेत जस्तो पनि देखिन्छ। तर यत्रो विषय आउँदाखेरि सेनाले पनि केही भन्नुपर्ने थियो अथवा आयोगले केही भन्नुपर्ने थियो, त विषय आइसकेपछि जवाबदेहिता भन्ने कुरा चाहिँ किन भएन? जवाबदेहिता लिए पनि के अर्थ हुन्छ यदि त्यो तात्विक भएन भने? जस्तो सिंहदरबार जल्दाखेरि चाहिँ नगरपालिकाको भनाइ के थियो भने हामीले दमकल पठाउने कोसिस गऱ्यौँ, आन्दोलनकारीहरूले अवरोध गरेर त्यो चाहिँ सिंहदरबारसम्म पुग्नै दिएनन् भनेको थियो नगरपालिकाले। यही भाषालाई चाहिँ सेनाले पनि दोहोऱ्यायो। त्यो सत्यसँग धेरै टाढा किन थियो भनेदेखि ललितपुरबाट चाहिँ दमकल आएको भन्ने छ। प्रधान न्यायाधीशले पनि त्यही कुरा भनिरहेछ। अब प्रधान न्यायाधीशको कुरा एउटा छ, सेनाको कुरा अर्को छ, नगरपालिकाको कुरा तेस्रो छ, ललितपुर नगरपालिकाको चाहिँ चौथो छ। राज्यकै अङ्गहरू त हुन् नि जम्मै। दलहरू कुरा अर्को छ। हामीलाई बचाउने सेनाले सिंहदरबार सर्वोच्च अदालत किन बचाउन सकेन भन्दैछन् अब नेपाली कम्युनिस्ट पार्टीका संयोजक कुसुम दाहाल प्रचण्डले। त्यो त मैले सुनिनँ। मैले अझ उनको भनाइ त के थियो भने हामी कसरी बाँच्यौँ, हामीलाई कसरी बचाइयो, मै छक्क परेको। त्यस्तो त नेता छ यो देशको। अनि किनभने क्षति पुर्याइयो भनेको छ उनले, फेरि हामीले नै गरे हो भने जस्तो छ उनको। अब जहाँ देशको पूर्व प्रधानमन्त्री यस्तो छ भने नाथे जागिरीबाट तपाईँ के आशा गर्नुहुन्छ? आशा गर्ने कुरै केही छैन। मुख्य कुरा मुलुक हो। मुलुकलाई हामीले माया मारिसक्यौँ। हामीलाई हामी भइहाल्यो, भाँडमा जाए मुलुक भयो। पुर्खाले यत्रो मेहनत गरेर बनाएको देश व्यर्थ जस्तो भयो आज आएर। डाक्टर साहब, त्यसो भए गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको यो जुन आयोग छ, भदौ 23 र 24 गतिको घटनाको सम्बन्धमा बनेको, छानबिन गर्नको लागि बनेको आयोग, यो आयोगमाथि प्रश्न उठ्यो। सेनाले हामी कुनै पनि पत्र दिनु भनेको छ। अब एमाले अध्यक्षले त आयोगको निर्णय पनि हामी मान्दैनौँ, आयोगले जे कुरा हामीलाई बयानमा लिन बोलायो भने सिंहदरबारमा हाम्रा कार्यकर्ता हामी घुसाउँछौँ, त्यस्तो जवाब दिइराखेको छ एमाले। यो आयोगलाई चाहिँ अब कस्तो मान्यता दिने त? यो त अब आयोगप्रति त्यस्तो रवैया मैले त उपयुक्त होइन। त्यस्तो अप्रिय स्थिति आइलाग्नुको पछाडि अपरिपक्वता पनि कारण छ, शैलीको समस्या, प्रधानमन्त्रीकै अभिव्यक्तिहरू। किनभने जेनजीका मागहरू मेरो सरकार होइन भन्ने भाव दिनुभएको छ उहाँले। जुन जेनजीले आफूलाई प्रधानमन्त्री बनायो त्यसका मागहरू नै मेरो सरकार होइन भनिसकेपछि त सम्पूर्ण प्रक्रियाकै औचित्य सिद्धिहाल्यो नि त। तर यो मोरल इथिकल कुरा हो, यो बाध्यकारी हुँदैन। मैले देख्दाखेरि यसको प्रथम दृष्टिमै रहेको समस्या चाहिँ यहाँ हो। जेएनजीले रोडम्याप दिन नसक्नु, जेएनजीसँग अहिले तालमेल मिलेको अवस्था नहुने। हिजो पनि तपाईँले जुन देख्नुभयो सिंहदरबारमा जेएनजी भनेर एउटा समूह उफ्रिरहेको हो कि होइन? अब सुनेअनुसार 23 जेएनजी समूहले राष्ट्रपतिलाई प्रधानमन्त्री फिर्ता बोलाउन सम्बन्धमा फिरादै हालेको छ उनीहरूले। भनेपछि 23वटा समूह त त्यहाँ रहेछ भन्ने बुझ्यो। मैले सुनेको 28 समूह छ जेएनजीको पनि। अब जेएनजी नै को हो प्रश्न भएन। सुदन गुरुङ घर घरमा हिँडिरहेछ अहिले। भोलि त यहाँ रक्तपात र हिंसा होला जस्तो। किसान श्रेष्ठको घरमा जाने, अन्य बारा जाने, जेएनजीको अगुवा नै सुदन गुरुङ भइरहेका छन् डाक्टर साहब। अब त्यो अगुवातिर म होइन, तर घर घरमा जानु त गम्भीर विषय हो नि त।